हेलो गुड मर्निङ एभ्रिबडी होइन अनि हामी चाहिँ फाइनली आज चाहिँ नर्थ सिक्किम जानु आँटेको र यो चाहिँ यहाँ बसिरहेको छ हो रेडी हुनु आँटेको छ अनि हामी चाहिँ फाइनली नर्थ सिक्किम जानु आँटेको हेर्दै गर्नुहोस् फाइनली होइन रेडी भइसकिसक्यो हेर्नुहोस् न कपाल हिजो काटेको टोटल लाग्दो देखिरहेको छ फाइनली रेडी भइसकिसक्यो हो सुरेखाको छोराछोरीहरू हेरिराख यहाँनिर तिम्रो आन्टी रेडी भइसकिसक्यो आमा चाहिँ यहाँनिर छ अब हामी निस्केको फाइनली हामी चाहिँ हिँडेको हामी चाहिँ सिङताममा सपिङ गर्नु झरे एकछिन सपिङ भन्दा पनि त्यस्तै त्यो लुगाफाटाहरू किन्नुको लागि मेरो त होइन उयसको ओ यता हेर त यसको लुगाफाटा किन्नुको लागि झरेको अब चाहिँ हामी हिँडेको नि यहाँबाट आया टाउको दुख्ने हामी चाहिँ मङ्गान पुग्नु आँट्यो भर्खर गति न बत्तीको भएर टाउको पुरा दुख्यो आया बच्चा चाहिँ प्लान्टहरू कस्तो दामी दामी रहेछ हौ प्लान्ट हामी चाहिँ भर्खर मङ्गन आइपुग्यो होइन अन्त भर्खर पास बनाउँदैछ हो लो प्रेसर हुनेहरू चाहिँ नआउनुहोस् यहाँ आइपुग्दा म चाहिँ टाउको दुखेर मर्नु भइसकिसक्यो आया फेरि यतापट्टिको आँखा हेर्नु नि हामी चाहिँ यस्तो जग्गामा बसिरहेको छ किनकि पर ड्राइभरहरू चाहिँ पास बनाउनु गएको छ नि त अन्त हामी चाहिँ यहाँ बसिरहेको छ हो यहाँ ऊ चाहिँ ऊ मजै आएन अरे यहाँ हिउँै छैन भन्छ नि त कहाँ मङ्गानमा चाहिँ हिउँ हुन्छ हाँस्दै उठ्दो के भएको होला यहाँ हिउँले पुडिरहेछ त बाटोमा त हिउँ उयोहरू स्नोफल हुँदैछ के अरे फेरि भन्दा नअल्ली गाडी बग्लाइ अरे गाइस मेरो चाहिँ टाउको दुखेर हालत त्यस्तो भइरहेको छ है पुरा टाउको दुख्दो रहेछ आया वासरुममा बसिरहेको छु वासरुममा टाउको दुखेर नपुगिकन यो हालत पुग्दाखेरि कुन चाहिँ हालत हुन्छ होला सृष्टिको जुत्ता ताने छ कति बसेर लिएर जानु हामी चाहिँ लाचुङ आइपुग्यो लाचुङ मरे ए दौड म चाहिँ ढुङ्गा पो सोचिरहेको थिएँ त हामी चाहिँ के उठाएको छैन लाचुङ यहाँनिर पार्किङ होटलको केही के भन्छ त्यो बन्दोबस्तै नभएर नै अन्त गाडीमै बसिरहेको छौँ यसरी खै यहाँ माथि ओ यहाँ कहाँनिर कस्तो देख्दैछ भने टिलिलिले टल्किरहेछ दिस इज लाचुङ है लाचुङ हामी चाहिँ भर्खर आइपुग्यो अम्बो गति न बत्तीको भएर मरे यो चाहिँ हाम्रो रुम ड्रेस पनि चेन्ज गरिसक्यो होइन अब खाना दमकम जानुपर्छ पुरा भोक लागिसक्यो मलाई होइन मेरो यो चाहिँ हाल्छ याद भएन मलाई अब हामी चाँडै खाना खानु हामी चाहिँ भर्खर यहाँ कफी खाँदैछौँ हो पुरा भोक लागिसकेको छ आउने बित्तिकै हात काट्यो यहाँको चिसोले गर्दाखेरि हात काटेको यो टुप्पोले काटेको यो चाहिँ
के गरेको होला नि साह्रो छ के अरे ब्लगर हुन्छ हामी चाहिँ दोकान गएको 2 जना हैन खै मफलर ले न यहाँ आँखासँग चाहिँ पुरा रिस उठ्दैछ मलाई यस्तै हुन्छ जहिले डुल्ने बेलामा नि घरि थोप्रामा यत्रो पिम्पल्स आइदिन्छ हो घरि यस्तो आइदिन्छ र हामी चाहिँ अब खाना खानु आँटेको होइन हेलो गाइस गुड मर्निङ म चाहिँ भर्खर उठेको होइन भर्खर 5:30 हुँदैछ अन्त यहाँ चाहिँ साथी सुतिरहेको छ हो यहाँ बाहिर पनि अँध्यारै छ है जाडो छ अब फ्रेस हुनुपर्छ हो अन्त जानुपर्छ छु गाइस देखो न गाइस फाइनली गाइस होइन यहाँ मेरो साथी उठेको छ हो यहाँ हेर्नुहोस् ऊ अहिले ल कति 9 बजिसक्यो होइन यो कति बिहान भइसकिसक्यो हो भर्खर उठ्दैछ ऊ छिरोट अल्छी निसाला यहाँ हेर्नुहोस् 5 बजी उठ्ने र 9 बजी उठेको हालत यस्तो हुन्छ ओ हेर हात डढेको कस्तो कालो देख्छ चिसोमा त्यस्तो पो हुन्छ त मेरो त फाइनली हाम्रो चाहिँ अहिलेदेखिको उयो थिएन होइन के भन्छ त्यो प्लान थिएन होइन यहाँ नर्थ सिक्किम आउने फाइनली आयो खुसी छु म त नर्थ सिक्किम आउने बेला खुसीमा सृष्टिले बिहान 6 बजी उठेर बत्ती बालेर मलाई हिउँको चिसो खाएर दैलो खोलेर खुल्लै राखिदिएर हो ऐना सारेर फोटो आन्टी एप्पलको बोट बडी हेर्नुहोस् है सुरेखा पुरा ढिलो उठ्छ है हामी चाहिँ कोलगेट ल्याउनु गएको छु के अरे This is 7 guys, this is 7. रेडी भइसक्यो हामी हेर्नुहोस् अन्त गाइस म चाहिँ रेडी भइसक्यो हो यहाँ साथी भर्खर रेडी हुँदैछ अन्त हामी जान्छ चाहिँ रेडी भइसक्यो कि तर रुम चाहिँ यस्तो घिनलाग्दो भइरहेछ है मेस भयो रुम निस्केको हामी चाहिँ रेडी भएर ल अब ल गाइस हामी चाहिँ अब जमिनीको माया पिरतीको यो खेल खेल्दिन भन्थे तर आज खै के भयो हावा चल्यो मुटुले ठाउँ छोड्यो आँखा तिमीमै अडियो तर मलाई भित्रको तिर्खा कसरी मेटाउने तिमी नै भन मेरो मनै उडाइ लाग्यो तिम्रो बानीले कुराकानीले मनै मगनै भो त्यो जवानीले डाँडा बाले गाउँले भाकाले मनै छोडिरह्यो तिम्रै आँखा हामी चाहिँ युमथाङ आइपुग्यो युमथाङ
हामी चाहिँ भर्खर भर्खर नै आइपुग्यो होइन फोटो खिच्नु मनभित्रको व्यथा यो संसारलाई के थाहा तर तिमीलाई कसरी सुनाऊ जब तिमी अघि अघि म चाहिँ तिम्रो पछि पछि तिम्रो चाहिँ हात कसरी समाऊ अनि दुरु मनका ताराहरू देखाउन तिमीलाई मनभित्रका भावना मेरो मनलाई तिमीले भगाइछौ मेरो तन झन् मेरो वशमै छैन मेरो संसार भर्दा पुङ्ग मेरो मुटु चोरी लग्यो तिम्रो मानीले मनमानीले मनै मगनै भो सानी नानीले टाढा पाखाले हामी चाहिँ 0 पोइन्ट आइपुगे यो एन्ड पोइन्ट यही हो हामी चाहिँ कति बात आउँछु भनेको जग्गा चाहिँ भर्खर आइपुग्यो भर्खर हो म्यानिफेस्ट गरिन्छ जे कुरा पनि पुग्दो रहेछ गाइस बहुत ह्याप्पी है हम पुरा चिप्लो लाग्यो आमा कपाल चर्केर गरेको सुन्दैछस् मेरो हामी सुतेका गाइस हिउँमा आएर सुतेको हामी चाहिँ फोन हाल्दै यहाँ मेरो क्या मजा आयो शान्ति फिल भयो यसो गर्छ पढाउ फेरि हाम्रो सुरेखाको चाहिँ फ्यानहरू भेट्यो होइन हाम्रो सुरेखाको युट्युबमा चाहिँ पुरा फलोवर्सहरू छ कि अन्त यहाँ यी फ्यानहरू इन्स्टाग्राममा अपलोड भइरहेको हुन्ला नि इन्स्टाग्राममा अपलोड भइरहेको हुन्ला नि मजा कस्तो फिल हुँदैछ तिमीलाई यहाँनिर आएर मैले भोक पनि लाग्नु छोड्यो अन्त अनि तिम्रो फलोवर्सहरू पनि पायौ मेरो फलोवर्स आयो मेरो फ्यानहरू भेटेँ मैले यहाँनिर अरू चाहिँ के भेट्यौ सुकुन पिस हेलो मेरो नानीहरू सुरेखाको नानीहरू म लभ बनाउन आँटेको छु ल अब फेरि मैले उयसमा त छाङ्गोमा त बनाएको थियो ओइ पक्रेर खिचेको पनि थियो ए हुन्छ सुन ओइ फोनमा चिसो हुन्छ बेसी ब्याट्री फेरि डाउन हुन्छ गाइस बल चाहिँ लभ बनाऊँ भनेको त हात ठिराएर मरे आया होला नि हामी चाहिँ भर्खर तल गएर आएको कि हिउँमा पुरा साह्रो पर्दो रहेछ म त लेक लागेर कान दुखेर कपुर सुन्जेल भइसक्यो हेर्नुहोस् है कपुर खाना पनि खाएको छैन मरे नर्थ सिक्किम चाहिँ दामी छ कि तर त्यो चाहिँ नसक्नेहरू चाहिँ नआउनुहोस् है म त मर्नु आँटिसकेको छ किन सास फेर्नु साह्रो परेर गाडी नभएको त्यस्तै
म चाहिँ लो प्रेसर भएर ओठ पनि सुक्खा भइसकिसक्यो होइन भोक लागिसकिसक्यो ए पुरा उयो भयो सास फेर्नु साह्रो पऱ्यो उयो के भन्छ हावा बेसी चिसो भएर कान चिसो न चिसो भयो मेरो चाहिँ हालत त्यस्तो भएर चाहिँ कान दुखेर पुरा चाहिँ उयो छैन मान्छे छैन कहाँ गयो गयो नेपाली भएर नेपालीहरू किन राख्दै हेर्नु है नाइनिर हिउँ छोएर पनि हामी जानु सकेको छैन किनकि एकदम चिसो छ हिउँमा त्यहाँ गयो कि अक्सिजन कम्ती भइहाल्छ गाइस हाम्रो फेरि अक्सिजन बढाउने खानेकुरा सबै गाडीभित्र छ हो अनि हामी दुईजना त टाँसेर बसिरहेको छ हालत भएर चाहिँ हामी राम्ररी भएर निस्क्यो भने बिहान चाहिएन मलाई हिउँ अबदेखि म आउँदिनँ हिउँ भएको जग्गा मलाई हिउँ चाहिएन मलाई मेरो सुम्बुकै चाहियो होला नि सबै नाइ नाइ मलाई सुम्बु पर्खिँदा पनि भएन कि अब यार्सा गुम्बा खोजेको ल ओ यिनी आएछ ल ए अबे अहिले यहाँतिर पाउने भए त किन यार्सा गुम्बा हामी चाहिँ फर्केको अब होइन कस्तो साह्रो परेको थियो नि गाडीमा आएर मात्रै अलिक सन्चो भयो त अब फेरि तल रुममा गएर खाना खानुपर्छ हामीले त खाना पनि खाएको छैन रुममा पनि कम्ती टाइम पाउँदैन खाना फेरि त्यही खानु खानु राम्रो पाउँछ जस्तो लागेन मलाई खाना त्यहाँदेखि तपाईँहरू पनि नर्थ सिक्किम आउनु भयो भने चाहिँ अब एकदम मकै अदुवा तर म प्लान गरौँ कि अन्त अबदेखि तर म चाहिँ नि एउटा नि नेपाली थाली होटल खोल्नुपर्छ ल त्यहाँनिर कपुरहरू बोक्नु पर्दो रहेछ कपुरले चाहिँ एकदम राम्रो हुँदो रहेछ हो स्किन त डरै लाग्दो देखेको छ त मेरो त हामी चाहिँ युङथाङमै खाना खानु पसेको है अब यो र म पुरा भोक लाग्यो कि अनि अब युङथाङमै खाने हामी चाहिँ खाना यहाँ हेर्नुहोस् न यहाँको क्यान्टिनहरू चाहिँ यस्तो हुँदो रहेछ हो अनि सबै टुरिस्टहरू यहाँ आगोमै थुप्रिरहेछ जाडोले गर्दा युङथाङ हो होइन अन्त हामी चाहिँ भर्खर फर्किँदैछ युङथाङबाट अनि यो चाहिँ युङथाङको भ्यू हो है हेर्नु हो साह्रो भयो मलाई चाहिँ पुरा हामी चाहिँ भर्खर आइपुग्यो लाछु अनि जाम भइरहेको छ हरेस लाग्दो अहिलेदेखि पर्खेको होइन जाम लागिरहेको छ यसरी भर्खर भर्खर रुम आइपुग्यो हो आज यहाँ खाना खानु आएको बाहिर यस्तो दामी रहेछ ड्राइभर जाडो खाना चाहिँ आयो थुक्पा हो यहाँ छ यो चाहिँ अब फर्केको नाम चाहिँ होइन बिहानै फर्किनुपर्छ अरे जाम लाग्छ अरे अन्त बिहानै फर्केको बत्ती न बत्तीको भएर फर्किएको छ हामी चाहिँ म पनि दुःख छैन जस्तो सुकै त्यही लुगा लाएर यस्तो हालत भइरहेको छ कसैको छिटो उठ्ने मान्छे त्यसो त अब बिहानै हिँड्नु परेको 4 बजीतिर हो तपाईँहरू आउनु भयो भने चाहिँ होटलहरूतिर चाहिँ बस्दा हुन्छ हामी चाहिँ भर्खर भर्खर मङ्गल आइपुगेर खाना खाँदैछ यहाँनिर हो हजुर साह्रो छ हौ गाइस सुन्दैछु सुन्नुहुँदैछ के आएछ मैले ए अघि रुममा होइन उठ छिटो उठ भन्दा होइन अरे यहाँ भर्खर मेकअप सेकअप गर्दैछौ त कहाँ गयो मेकअपको सेटहरू नि भर्खर मेकअप गर्दैछ अब के गर्दैछ हामी चाहिँ मङ्गान काट्यो भर्खर हामी चाहिँ यहाँ सुन्तला किन्दैछ सुन्तला
हामी चाहिँ फेरि तिमी तार्पुमा झऱ्यौँ यहाँनिर खाजा खानुको लागि एउटा म यसले चाहिँ खाजा खान्छ अरे नि त अन्त म त खाँदिनँ फाइनली हामी चाहिँ नर्थ सिक्किमबाट पनि आइपुगिसक्यो हो छिटो आइपुग्यो किनकि हामी बिहानै हिँडेको थियो नि त र मजा आयो त्यति हो नर्थ सिक्किमको ब्लग बाई बाई